हेलो सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत छ। यहाँ हाम्रो हलिसी पाठशालाद्वारा आयोजित कक्षा 4 का विद्यार्थीहरूको फाइनल कलेक्टिङ द वाटर बोतल चाहिँ कार्यक्रमको फाइनल हुन गइरहेको छ। रिस्तिका पौडेल, नितेश राई र शिशिर राई बीच। यहाँ नितेश राई सुरुमै लड्न पुगेका छन्, नत्र ऊ चाहिँ विजेता हुने एकदमै धेरै चान्सेस रहेको थियो। मात्र एकजना गर्ल्स रहेकी छिन्। रिस्तिका पौडेल र शिशिर राई एकदमै धेरै अगाडि छन्। शिशिर अलिकता मोटो भएको कारणले ऊलाई कुद्न एकदमै गाह्रो भइरहेको छ र यहाँ हरपुर प्रयास गरिरहेका छन् शिशिर राई आफू जित्नको लागि। तर रिस्तिका पौडेल धेरै अगाडि रहेका छिन् र फाइनली रिस्तिका पौडेलले अन्तिम बोतल पनि लिएर यो प्रतियोगिता जितिसकेकी छिन्। धेरै बधाई छ रिस्तिका पौडेललाई। यहाँ फेरि कक्षा 3 का बोइजहरूको कलेक्टिङ द वाटर बोतल चाहिँ कार्यक्रम भइरहेको छ। यहाँ युहाङ राई, रोमन कार्की र निर्जल बस्नेतको चाहिँ धमाकेदार भिडन्त भइरहेको छ। युहाङ राई धेरै नै अगाडि रहेका छन्। उहाँको स्पिडको अगाडि बाँकी दुईजना खेलाडीहरूले घुँडा टेक्न बाध्य होलान् जस्तो लागिरहेको छ। तर रोमनको पनि प्रयास धेरै नै राम्रो रहेको थियो। उनको स्पिड हल्का थोरै कम र ल्यान्डिङमा अलिकता ढिलो भएको कारणले युहाङ राई जित्न पुगे। धेरै बधाई छ युहाङ राईलाई। अब भने सुरुवात भइसकेको छ कक्षा 3 का गर्ल्सहरूको कलेक्टिङ द वाटर बोतल कम्पिटिसन। लभिसा कटवाल, रुबियानी बुढाथोकी र साम्या राई यहाँ एकअर्का बीच चाहिँ भिड्दैछन् र यो रुबियानी बुढाथोकी चाहिँ आफ्नो जादु देखाउन चाहिँ लास्टको टिप्न गइसकेकी छिन् पहिले। तर लभिसा कटवालले भने आफ्नो स्पिड सुरुदेखि नै समातेर चाहिँ सुरुको बोतल चाहिँ आफूले चाहिँ कलेक्ट गर्न थालिसकेकी छिन्। एकदमै लभिसा कटवाल चाहिँ एकदमै अगाडि छिन् र यहाँ स्कुल क्याप्टेन निरञ्जन बस्नेत चाहिँ यहाँ बोतल मिलाउन चाहिँ सहयोग गरिरहेका छन् र लभिसाले आफ्नो चाहिँ स्पिड समातिसकेकी छिन् र फाइनली अन्तिम बोतल चाहिँ एकदमै छिटो ल्याएर चाहिँ यो कम्पिटिसन जितिसकेकी छिन्। बधाई छ लभिसा कटवाललाई।